सबै सन्चै हुनुहुन्छ होला र म नि एकदमै धेरै नै सन्चै छु। सो गाइज अहिले चाहिँ हामी साथी म छौँ मेरो अर्को साथीकोमा नेल लगाइदिनु भन्दै थियो कि हामी नेल लगाइदिनको लागि म चाराली आउँदैछु। सो हामी चाहिँ चाराली यता हो अनि हामी चाहिँ चारालीदेखि यहाँ आइपुग्यौँ। यो होटेलमा मेरो साथी चाहिँ काम गर्छ अनि त्यही भएर उसले चाहिँ आएर लगाइदेऊ न भन्दै थियो अनि यहाँसम्म आइयो साथीसँग साथीलाई सकाइ के साह्रो छिटो गरेको 9 बजीतिर आऊ भनेको 9 त बज्यो। यो होटेलमा यो चाहिँ माउन्ट पेनी स्कुलको छेउमा छ। यो चारालीकोले त चिनि नै हाल्नुहुन्छ। प्रिया कहाँ छ? प्रिया आए त हामी के हो हाई भन त मेरो भ्लगमा बस्दै गर ल। कहाँ बस्नु गर्ने त मलाई कहीँ बस्नु नि आउँदा त के बस्नु। उसलाई नि नेल लगाइदिनु पर्ने हो। नेल लगाइदिने मान्छे चाहिँ उनी हो। कराउनु हुन्न बस्नु ला हामी त केही खानु आए जस्तो भयो नि त। मुझे अपने घर जाना है। मुझे घर जाना है। खोइ खोइ फेन कसरी खोल्नु? फेन कसरी खोल्ने हो? गर्मीले गाइज सायद चाहिँ मैले गाइज उसको पनि नेल लगाइदिएको छु हेर्नु। राम्रो देखिरहेछ तर उसले चाहिँ यहाँ आउँदा आउँदै केमा उकाएछ क्या त्यो हिजो लगाएको अरे होइन। इफ यु तपाईँहरू पनि चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नु म लिङ्क पठाइदिन्छु इन्स्टाग्राममा हेरेर हजुरहरू पनि लिन सक्नुहुनेछ। हामी देखिया छौँ। सो अनि अहिले चाहिँ सामानहरू ल्याएको थिएँ मैले उसको लागि। यो नेल लाग्दैन हौ टाइम। अनि यो चाहिँ मैले लगाइदिनुको लागि ल्याएको गाइज।
लगाइदिइसकेँ। सेप पनि मिलाइदिएको छु कस्तो छ यस्तो हल्का गोलो गोलो यो लाउने भयो। So guys, finally लगाइसक्यो।